बल खेल्दा खासमा आज भोलि पर्सि म्याच छ 30 गते होइन। हेलो एभ्रिवान, नमस्ते, वेलकम माई न्यू भिडियो है। सधैँको चाहिँ आज पनि आइसकेन नौलो भिडियो लिएर। सबै सन्चै आरामै हुनुहुन्छ भन्ने आशा विश्वास राखेको छु। म पनि सन्चै आरामै छु है। आज पनि वनमा, तर आज चाहिँ के भयो भन्दाखेरि वनमा पुग्दै पुग्दा बाख्रालाई चाहिँ के भयो थाहै भएन होइन। खुट्टा उठ्नै उठाउँदैन कि उठ 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 हेर्नु न हेर्नु न हेर्नु न के भयो यार। तर घरबाट चाहिँ हिँडेर आएको खासमा होइन। यो यहाँ पुग्दाखेरि के भयो यस्तो हुन्छ। ऊ खुट्टा उचाएको चाहिन्छ, घरबाट फेरि हिँडेर आयो है। यहाँनिर पुग्दाखेरि चाहिँ के भयो थाहा भएन है। फेरि खुट्टा चाहिँ के भएछ त त्यस्तो है। ल हेर्नु न के हुन्छ यार। ठिक भइसक्यो अलिअलि बाख्रालाई 3-4 बाख्रालाई भएको थियो है। खै के हुन्छ त्यस्तो थाहै हुन्न क्या। 81 खुट्टा लिन चाहिँ के हुन्छ होइन। आज के छ भने आज चाहिँ हिउँ परेको छ, माथि हेर्न सक्नुहुन्छ डाँडामा है। हिजो राति मेघ आएको नि त हिजो। त्यस्तो छ गाइस। बाख्रा चाहिँ यहाँ तपाईँ आइसके, फेरि गाडमा आइसके बाख्रा। यहाँ हेर्न सक्नुहुन्छ गाड बाख्रा चाहिँ माथि छन्, ट्याक्कै माथि त्यहाँनिर। पाठा चाहिँ मेरो हड्ने रहेछन् है। यिनीहरू सब खेल्न आउँछन्। टक्क म ढुङ्गामा बसेपछि है टक्क सब पाठा आइसक्यो यहाँनिर। बाख्रा पनि पढिसक्यो। यहाँ मस्तले पढिरहेको छन् है। पढिरहेको छन् बाख्रा चाहिँ, किनकि आज छिटो पुगेको अहिले है। अनि यहाँ पनि गाडमा पनि छिटो पुगिसक्यो। अहिले कति भयो भनेपछि 12:30। अब 1 बज्नु थाल्छ है। 12:30 बजे भन्दा पनि 12:30 बजे यहाँ पुगेको र अहिले बाख्रा पढिसकेको छन्। यहाँ हेर्न सक्नुहुन्छ पुरा ए पाठा मेरो हड्की परेका छन्। खसी यहाँ छ है। बाख्रा चाहिँ सब पढिसक्यो। अब यिनी ठ्याक्कै 1-1:30 बजे उठ्छन्, त्यसपछि चर्छन्। घाम हुन्छ नि त, दिउँसो घाम हुन्छ, त्यही भएर हो है। र अर्को कुरा आज के हो भने आज चाहिँ मैले यहाँ जाल हालेको छु है। जालमा माछु पर्छ कि पर्दैन यहाँ हालेको छ। म तपाईँहरूलाई देखाउने छु है। ऊ माथि एकछिन पछि जान्छु म उता। म चाहिँ जाँदैछु है। जाल हालेको छ, त्यो सानो जाल हाल्छ नि त्यो हालेको छ है। यहाँ परेको छ कि छैन माछा हेर्छु। अब हेरौँ परेको छ छैन या के भएको छ है। यहीँ हो हालेको चाहिँ। यहाँ हाल्या छ है। हाल्न चाहिँ यहाँ हाल्या छैन त हो। लगिहाल्यो कि हो यार, बगाएर लग्यो के जस्तो लाग्यो क्या। हिजो गाड आयो नि त, हिजो पानी पर्यो नि त है। आज छैन त यार, छैन लगिसक्यो क्या यार। जाल सबै लगेर गएको हो छैन यहाँ। लास्टै गर्मी छ गाइस, लास्टै गर्मी छ हो। आजभोलि लास्टै गर्मी छ है। कन्टिन्यू गाइस म चाहिँ आज गाडमा हेर्न सक्नुहुन्छ है। म चाहिँ यहाँनिर छु अहिले बसेको। बाख्रा चाहिँ माथि छन् है। त्यहाँ के गर्ने, यत्तिकै ढुङ्गा खेलाएर बसिरहेको है। हाम्रो यस्तो ढुङ्गा पानीमा हान्दै खेल्दै है। अरू केही छैन, के गर्ने। बाख्रा माथि छन् यस्तो त्यस्तै छ क्याम्पस। म त जुने 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 भरिला म त जुने 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 भरिला। हात त सोझो रहेछ यार। त्यो ढुङ्गा नि हान्न खोजेको अब ठ्याक्कै हो। त्यो तल लाग्यो यार। त्यो पनि गएन यार। ओहो त्यो माथि लाग्यो, त्यो पनि गएन। अहिले नठोकिने भयो त।
जाने 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 उता गयो यार। यस्तै छ है, यस्तै छ। आजभोलि त माछा पनि पानी बढिहाल्यो यार। पानी बढ्यो 2-4 दिन मेघ आउने बित्तिकै माछा पनि देखिन्न है, पानी बढेर। माछा पनि छैन, पहिला जस्तो छैन माछा भनौँ न। बाख्रा चाहिँ ऊ माथि छन्, उहाँ हेर्न सक्नुहुन्छ। सायद यहाँबाट देखिन्न, उहाँको चाहिँ त्यहाँबाट सिधै त्यो पलबाट सिधै पल्दर उलाउने हो, पल्दरबाट सिधै उभा लगाउने हो। टिएपी ट्याप हुने हो भने पानी चाहिँ लास्ट चिसो छ है, पानी चाहिँ लास्ट चिसो छ कसम होइन। पानी पहिलाभन्दा बढेको छ गाइज। यही पानी खाने, यही पानीमा यसो खेल्ने हुन त के हो यार। यो पानी फेरि तल खान्छन्, हामी पनि खान्छौँ यो पानी होइन। माथि हामी उ गर्छौँ, पिसा गर्छौँ, फेरि हाम्रो सब टोइलेटको आउँछ नि त त्यो चाहिँ होइन। अझ फेरि हामी यही पानी यहाँ आयो भने यही पानी खान्छौँ हामीहरू, किनकि जमिन यस्तो फिल्टर हो। 100 मिटर तल गयो भने पानीलाई शुद्ध बनाइदिन्छ भन्छन् है। हुन पनि हो है, किनकि मान्छे यहाँ तलको मान्छे यही पानी त खान्छन् होइन, केही हुन्न होइन। हामी पनि खान्छौँ भनौँ न, हामी पनि उहाँबाट आएर यो पानी खाने हो, अरू कुनै खाँदैनौँ हामी पनि है। यस्तो हो। ओ तेरी बाख्रा चाहिँ आइसक्यो, हेर्न सक्नुहुन्छ। गाडबाट माथि आइसक्यो, गाडबाट माथि आइसक्यो है। दौड्छन् क्या, लास्टै दौड्छन्। अहिले चाहिँ आम आएर हेर्न सक्नुहुन्छ, पुरा सबै आम त्यस्तै छ है। अब रहन्छन् कि रहन्न त्यो त थाहा भएन, तर आम चाहिँ आएर लास्टै छ। चिसो हुन लाग्यो अहिले, चिसो अहिले चाहिँ। सहित गइसक्यो, सहित अब जान लागिसक्यो। अहिलेसम्म नै चिसो छ, गाह्रो छ। के हो, मौसम परिवर्तन भइरहेछ है, गाह्रो छ हो, गाह्रो छ। यहाँ छन् है, अझ यता छन्। यस्तै छ जिन्दगी, यस्तै छ जिन्दगी। उता गयो यार, यस्तो झाल खेलाउँछन्, यस्तो झाल खेलाउँछन् होइन। यही हो बोका, यो साइडको यो हो बोका है, अरू बोका छैन आजभोलि। आज चाहिँ बाख्रा छिटो आइसक्यो है गाइज, यहाँ पुगिसक्यो है। आज कति 3:30 नै भएको छैन, भयो भनौँ मैले भर्खर। बाख्रा चाहिँ यहाँ पुगिसक्यो, आज चाहिँ छिटो जानेमा छन्। थाहा भइहाल्छ क्या आधा दिउँसो कतिखेर कहाँ पुग्यो, कतिखेर कहाँ गयो भन्ने थाहा भइहाल्छ नि त। उहाँ हेर्न सक्नुहुन्छ, आम त जहाँ पनि आएर लास्ट हुन्छ आम पनि यसपालि चाहिँ है। आजको सिन चाहिँ एकदम बवाल छ है, खतरै छ। लास्ट हिँड्छन् अहिले, यहाँ पुगिसक्यो अद्ध तलै छन्। हिँड्नका त माहिर हुन्, हिँड्नेहरूलाई कोही सक्दैन। गाह्रो छ हौ, गाह्रो छ। जति चढ्नु भयो नि हिँडै गर्छन् यार है। माथि पुग्नु पर्ने छ अझै, तर यिनीहरूलाई यसरी जान्थ्यो भने त यिनी आधा घन्टामै माथि पुगिहाल्छन्, त्यस्तो छ है। त्यही भएर गाह्रो छ है, गाह्रो। टन्नै चढ्नु भइसक्यो, हेर्नु भुइँ डुक्कोहरू पुरा यस्तो पलाइसक्यो होइन। बाख्रा त्यस्तो छैन, काफल यहाँ पनि काफल रहेछ नन्ने, हेर्न सक्नुहुन्छ है। आजभोलि त्यस्तो चाहिँ छैन बाख्राहरूलाई, त्यस्तो गाह्रो त पर्दैन होइन। अब चाहिँ चढ्नु भइसक्यो है, लागेको होइन। बाख्रा तलै चाहिँ म चाहिँ बल खेल्दा खासमा आज भोलि पर्सि म्याच छ 30 गते होइन। त्यही भएर म चाहिँ बाख्रा छोडेर जानु लाग्यो। यहाँ लगेको छन् बाख्रा हेर्नलाई, म चाहिँ लागिसक्यो है।
अब 6, 5, 5:30 हुन्छ। म चाहिँ लागिसकेँ है, माथि पुगिसक्यो है। बाख्रा चाहिँ तल थलेर हिँड्दैछु है। होइन, बाटो पनि उकालो पर्यो। घाम चाहिँ उहाँ छ, हेर्न सक्नुहुन्छ डाँडा। बाख्रा चाहिँ तल छन्, बाख्रा गडामे। म भने आइसक्यो है। अब रोड नजिक पुग्न लागिसकेँ म होइन। आजको दिन सँगसँगै भिडियोको पनि अन्तिम स्टेजमा आइसकेको छ गाइज है। तपाईँहरूलाई के कस्तो लाग्छ मेरो भिडियो हेरेर सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला। अनि लाइक, कमेन्ट, सेयर र छेउमा भएको बेल आइकन दबाउन चाहिँ नभुल्नु होला। सबैलाई बाई बाई, टेक केयर। भोलि भेटौँला अर्को भिडियोमा।